नेपालगञ्ज कोलपुरमा 2-4 दिन भारी भरकम वर्षा भएको कारणले गर्दा रोडमा गाडीहरू र सवारी साधनलाई यति आवश्यकता परेको छ र यो दृश्य तपाईले यहाँ हेर्न सक्नुहुनेछ। एकजना बाइक चालकको के अवस्था भइसकेको छ। र यो भिडियो हेरिसकेपछि तपाईहरु पनि यस्तो किसिमको मूर्खता नअपनाउनु होला। बरु गाडी जान्छ ठिकै छ, तर यो अवस्था गर्नु भयो भने ज्यान जोखिममा हाल्ने सम्भावना धेरै देखिन्छ। यस्ता दुर्घटनाबाट बच्नलाई सचेतता अपनाउनु होला र यो भिडियो जनचेतनाको लागि तपाईहरु साथीमा सेयर अवश्य गरिदिनु होला। धन्यवाद। फेरि भेटौँला।